सत्तामा पुग्नु गाह्रो कुरा हो, त्यहाँ टिकिरहन अझै गाह्रो कुरा हो। तर सबैभन्दा गाह्रो कुरा भनेको समय आएपछि त्यो शक्ति र सत्तालाई छोडेर अर्को मान्छेलाई या भनौँ अर्को पुस्तालाई हस्तान्तरण गरेर सम्मानजनक एक्जिट लिन सक्नु हो। तर हाम्रो जस्तो नैतिकतालाई भ्यालु नगर्ने समाजमा शक्तिलाई सजिलैसँग त्याग्न सक्ने मान्यता हर कोहीमा हुँदैन। सुरुवातमा सबैको उद्देश्य क्लिन नै हुन्छ, शक्तिमा पुगौँला अनि भ्रष्टाचार गरौँला, दमन गरौँला, अरूलाई दुःख दिउँला भनेर कसैले पनि आफ्नो ज्यानको र करियरको बाजी राखेको हुँदैन। तर शक्तिको मात लागेर सधैँभरि शक्तिमै टिकिरहन खोज्दा बिस्तारै उनीहरू त्यस्तो हुन जान्छन्। हाम्रो प्राय पुराना नेताहरू त्यस्तै भए। अहिले नेपालमा नयाँ नेताहरूको उदय हुँदैछ। सुरुवातमा राम्रो पनि देखिँदैछन् र राम्रो काम गर्दै पनि छन्। आई एम होपफुल अबाउट अल अफ देम र होपफुल हुनु बाहेक हामीसँग विकल्प पनि छैन। तर यी सबैको रियल टेस्ट पनि शक्ति छोड्ने बेलामा नै हुन्छ। के अर्को जेनेरेसनलाई सजिलैसँग पावर ट्रान्सफर गर्न सक्छन् या त पुराना नेताहरू जस्तै सधैँभरि शक्तिमै चिप्किरहन खोज्छन्? विल दे ह्याभ द पावर टु लेट गो? नयाँहरू पनि पुराना जस्तै इतिहासको एउटा कालखण्डको एउटा कुनै सामान्य नेता बन्छन् कि नयाँ एक्जाम्पल सेट गर्ने राजनेता बन्छन्? ओन्ली टाइम क्यान टेल।